अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यता सरकारले चिर्दै जाने र शुरूआत बजेटबाट भएको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083 मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। त्यसको शुरूआत आगामी वर्षको बजेट मार्फत गरिएको र 5 वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्याउने उनले बताए। पछिल्लो 15-20 वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यता आइलागेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले भने, अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट शुरू गरेका छौं, त्यो बुझ्न बजेट पढ्नुहोस्। देशभरका युवा उद्यमीहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी व्यवसायीलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेशन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई समात्ने बताए।